Good afternoon, Namaste. मेरो नाम सुरेन्द्र कुमार बस्याल. I'm a licensed education counselor for New Zealand. Dolphin Education ले विगत लामो समयदेखि around 23 years plus देखि न्युजिल्यान्डमा अध्ययन गर्न जाने विद्यार्थीहरूको लागि आवश्यक परामर्श दिँदै नै आइरहेको छ. त्यही अन्तर्गत आज हामीसँग आजको पोडकास्टमा हामीसँग म्याम हुनुहुन्छ अमृता दाहालजी, अप्रुभल भएको छ न्युजिल्यान्डको लागि चाहिँ टु स्टडी मास्टर्स इन प्रोफेसनल एकाउन्टिङ एट भिक्टोरिया युनिभर्सिटी वेलिङ्टन क्याम्पस. अमृताजी, यहाँलाई स्वागत छ आजको पोडकास्टमा. हजुर, थ्याङ्क यू सो मच सर. डल्फिन एजुकेसन भन्दा पनि पहिला तपाईँलाई सोध्न चाहे, जस्तो तपाईँ त नेपाल बाहिरै हुनुहुन्थ्यो अनि त्यहाँ तपाईँ अध्ययन तपाईँको सायद मास्टर्स कम्प्लिट गरेर पोस्ट स्टडी वर्क राइट्समै हुनुहुन्थ्यो अनि त्यो दौरानमा तपाईँ नेपालमा भ्याकेसनमा आउनुभयो अनि कसरी न्युजिल्यान्ड अनि कसरी डल्फिन एजुकेसनसँग आइपुग्नु भयो तपाईँको अलिकति त्यो जर्नी अलिकति सेयर गरिदिनुहोस् न. हजुर सर, मैले पहिले मास्टर्स गरिसकेँ हो, इन्टरनेसनल लेभलमै गरिसकेको हो. अनि त्यस पछाडि म भ्याकेसन आउने क्रममा चाहिँ यसो एक्सप्लोर गर्न मन लाग्यो, लाइक फर्दर स्टडिजहरूको के गरौँ भनेर. तर मैले अरू कन्सल्टेन्सीहरू बुझ्दा चाहिँ लाइक अलरेडी मास्टर्स छ अनि इट्स नट पोसिबल टु डु एगेन एनदर मास्टर्स भन्ने खालको यसो काउन्सिलिङहरू गर्दाखेरि इन्फर्मेसन्सहरू पाएँ. अनि इट वाज ओन्ली डल्फिन एजुकेसन जसले चाहिँ मलाई मोटिभेट गर्नुभयो. नो, यु क्यान डु इट मच इट मास्टर्स यु वान्ट, होइन. जति मास्टर्स गरे नि स्टडीको लागि कुनै प्रब्लम छैन वर्ल्डमा. सो तपाईँ कन्फिडेन्ट भएर आफ्नो करियरसँग कुन म्याच हुन्छ, होइन, आफ्नो गोल्ससँग कुन म्याच हुन्छ त्यो स्टडीलाई पर्स्यु गर्न सक्नुहुन्छ भनेर सजेस्ट गर्नुभयो. हजुरले नै गर्नुभयो. फर्स्ट हाम्रो इन्काउन्टर हजुरसँगै भएको थियो. अनि लाइक स्कोपहरू हेर्दा अनि मेरो प्रोफेसनल ब्याकग्राउन्ड प्लस मेरो एजुकेसनल ब्याकग्राउन्डहरू हेर्दाखेरि like I choose masters in professional accounting from Victoria University Wellington campus. हजुर. अनि जस्तो तपाईलाई जस्तो विदेशमा बसिराख्नु भएको थियो, मास्टर्स कम्प्लिट गरिसक्नु भएको थियो, तपाईँ फ्यामिलीसँगै हुनुहुन्थ्यो, होइन. हजुर. तपाईँले चाहेको भए त्यही देशमा पनि तपाईँ सायद लङ टर्म बस्न सक्नुहुन्थ्यो होला अथवा नेपालमै फर्केर आएर नेपालमै केही गरौँ भन्ने पनि हुन्थ्यो होला. हजुर सर. तर न्युजिल्यान्ड नै किन त? हजुर, लाइक न्युजिल्यान्ड वाज अलवेज इन माई माइन्ड, लाइक पहिलेदेखि थियो. तर मैले केही टाइम चाहिँ म युरोपमै स्टडी गरेको कारणले केही एक्सपिरियन्सहरू लिएर फर्दर चाहिँ इङ्ग्लिस स्पिकिङ कन्ट्रीमै सेटल हुन, लाइक स्टडीहरू गर्न चाहन्थेँ. अनि लाइक मैले जब डल्फिन एजुकेसनमा आएँ तब लाइक प्रपर गाइडेन्सहरू पाएँ र लाइक आइ एम ह्याप्पी द्याट आई गोट भिजा एन्ड इनरोलमेन्ट इन भिक्टोरिया युनिभर्सिटी. सो यसको मतलब चाहिँ तपाईँलाई जस्तो जहाँ हुनुहुन्थ्यो युरोपमा त्यहाँ चाहिँ त्यहाँको अफिसियल ल्याङ्ग्वेज इङ्ग्लिस भन्दा अर्को कुनै फरक थियो? एउटा कुरा चाहिँ त्यो ल्याङ्ग्वेज बेरियरको कुरा पनि आयो होला. सँगसँगै तपाईँले तपाईँको परिवारलाई अकम्पनी गर्न सकिने ठाउँ र लङ टर्ममा भाषाको हिसाबमा अङ्ग्रेजी र पढाइसकिसकेपछि पाउने जुन अपर्च्युनिटिजहरू छ भनौँ न, जस्तो पोस्ट स्टडी वर्क राइट्स अथवा कतिपय विद्यार्थीहरूको चाहना के पनि हुनसक्छ भन्दाखेरि चाहिँ लङ टर्म स्टे प्रोभिजन्सहरू, होइन, त्यो कारणले पनि सायद तपाईँलाई अलिकति न्युजिल्यान्डप्रति अलिकति तपाईँको झुकाव अथवा तपाईँको चाहिँ इन्ट्रेस्ट बढी भयो कि? हजुर हजुर सर, डेफिनेटली. लाइक अब अलरेडी हामी युरोपमै बसिरहेको थियौँ र अर्को नेक्स्ट चोइस पनि जहाँ आफ्नो परिवारहरूसँग सजिलै जान सकिन्छ, होइन, त्यही कन्ट्री चुज गरेको. सँगसँगै इभन अब आउने जेनेरेसनहरूको लागि एजुकेसन पनि अलिकति राम्रो हुने अनि प्लस बेस्ट एजुकेसन नै हो न्युजिल्यान्डमा, होइन. अनि त्यसको कारणले गर्दा र अरू फ्याक्टर लाइक पिसहरू, होइन, लाइक वेन यु आर विथ फ्यामिली यु अलवेज गो फर पिस फर्स्ट, होइन. अनि अहिलेको करेन्ट युरोप सिचुएसन त हामीलाई थाहा छँदैछ युरोपमा. त्यो कारणले पनि आई डिसाइडेड टु चेन्ज कन्ट्री एन्ड न्युजिल्यान्ड वाज माई फर्स्ट चोइस. हजुर. अनि यो इन बिट्विन द प्रोसेसको बारेमा मैले कुरा गर्न चाहेँ. जस्तो यो प्रोसेस गर्दै गर्दा प्रोसेसहरूमा कतिको सहज या कतिको स्मुथ हाम्रो पार्टबाट हामीले गाइड गर्ने कुरा त हामीले तपाईँलाई पक्कै पनि कुनै पनि चिज बाँकी नराखिकन गर्दै नै आइरहेका छौँ, गर्छौँ र गरेको पनि थियौँ. तर इन बिट्विन त्यो तपाईँलाई कस्तो फिल अथवा कस्तो अनुभव गर्नुभयो तपाईँले? न्युजिल्यान्ड इज नट द्याट टु डिफिकल्ट हुन्छ नि, मान्छेले फाइनेन्सियल डकुमेन्ट्स एकदम गाह्रो छ, 3टा मात्र अफिसियल ब्याङ्क अप्रुभ छ न्युजिल्यान्ड गभर्मेन्टबाट, एजुकेसन लोन अथवा सफिसियन्ट क्यास सेभिङ सबैसँग नहुन सक्छ, होइन, आयस्रोत भएर कोल्याटर भए तापनि भन्ने केसमा चाहिँ तपाईँको अनुभव कस्तो रह्यो? हजुर, लाइक यदि तपाईँहरू, होइन, फर्स्टमै
करेक्ट काउन्सलरकोमा जानुभएको छ, जसले चाहिँ तपाईँको प्रोफाइलहरू मजाले स्टडी गर्नुभएको छ, जोसँग पहिला एक्सपिरियन्सहरू धेरै छ भने उहाँहरूले तपाईँलाई एकदम ह्यासल फ्री डकुमेन्ट अनुसारले फरवर्ड मुभ गर्न इन्करेज गर्नुहुन्छ। लाइक हामीले सोचे जस्तो एकदम डिफिकल्ट चाहिँ छैन, लाइक विथ करेक्ट काउन्सलर अनि करेक्ट प्लेसबाट एप्लाई गर्दै हुनुहुन्छ भने इट्स भेरी क्विक आई थिङ्क। हजुर। अनि तपाईँको त सायद इमिग्रेसनले कन्सर्न राइट्स पनि गराएको थियो होइन, बिचमा चाहिँ अलरेडी तपाईँ बाहिरबाट ग्रेजुएट भएर आइसक्नु भएको छ, अन टप अफ द्याट तपाईँको त सेभिङ, तपाईँको स्पोन्सरको सेभिङ हिस्ट्रीहरू हेरेर पनि मल्टिपल बल्क डिपोजिट्सहरू थियो होइन, त्यो कुरा चाहिँ अलिकति क्लियरिफिकेसन्स भएन, सोर्सहरू चाहिँ आइडेन्टिफाई भएन भनेर कन्सर्न राइट्स पनि गराएको थियो। तपाईँ मलाई लाग्छ कुनै स्टेजमा अलिकति मोरल्ली पनि होइन यो सायद पोसिबल छैन कि क्या हो होइन, मेरो त अब यो हुँदैन कि क्या हो, म त बरु फर्किन्छु युरोपमै होइन, मेरो फ्यामिली पनि हुँदैछ भन्ने स्थितिमा पनि पुगिसक्नु भएको थियो। तर मैले नै पनि तपाईँलाई कतिपय स्टेजमा होइन है म्याम डोन्ट वरी हामी छौँ, हामी त्यो कुरालाई चाहिँ कसरी हुन्छ रिअसेसमेन्ट गराएर भए पनि रिएप्लिकेसन गर्नु पर्दैन, रिअसेसमेन्ट गरेर विल डेफिनेटली ह्याभ द पोजिटिभ आउटकम अस्योर नै गर्न त मिल्दैन। तर हाम्रो बेस्ड अन द हाम्रो एक्सपिरियन्स र हामी जति क्लोजली इमिग्रेसन एजुकेसन न्युजिल्यान्ड अथवा अरू इन्टिटिजहरूसँग काम गर्छौँ त्यो अनुभवको आधारमा चाहिँ र तपाईँको ओभरअल पोर्टफोलियोको बेसमा चाहिँ तपाईँले भिजा पाउनुपर्छ भनेर हामीले जुन मान्यता राखेका थियौँ त्यो दौडानमा तपाईँको अनुभव चाहिँ कस्तो रह्यो? हजुर सर, लाइक सुरुमा त त्यो कन्सन्ट्रेट हुँदाखेरि आई अलमोस्ट लुज माई होप होइन, लाइक हामीसँग फाइनेन्सियल पार्ट त हामी स्ट्रङ्गै थियौँ जस्तो लागेको थियो। तर जब कन्सर्नहरू आयो तब लाग्यो कि लाइक वाइ डबल मास्टर्स डिग्री अनि त्यस पछाडि अब बल्क डिपोजिटहरूको कुरा आयो। तर विथ प्रपर डकुमेन्ट होइन, त्यो आफूसँग सबै डकुमेन्टहरू छ भने अनि आफ्नो प्रोफाइल स्ट्रङ छ भने वी क्यान अलवेज फाइट ब्याक। त्यो चाहिँ हजुरहरूले नै भन्नुभएको हो र यो मेरो एक्सपिरियन्स छ, न्यू एक्सपिरियन्स नै हो। लाइक आई डिन्ट ह्याभ टु गो फर रिलज साइड होइन, हजुर रिएसेसमेन्टको पार्टबाट गएर वी फाइट ब्याक एन्ड लाइक वी वन द किसिमले वी वन द केस। So like I'm really thankful for Dolphin Education for guiding me properly and then giving me like back support to again reassess my document and finally we got the result as expected. Alright. So यो अर्को पार्टमा चाहिँ मैले अनुभव गरेको मेरो यो करियरमा अनुभव गरेको चाहिँ के भन्दाखेरि धेरै विद्यार्थीहरूले होइन जस्तो एसओपीको कुराहरू भयो होइन अथवा फाइनेन्सियल डकुमेन्टेसनको गाइडलाइन्सको कुराहरू भयो होइन, अनि कतिपय केसमा त हामीले विद्यार्थीहरूले के भने अब एसओपी भनेको त कन्सल्टेन्टले नै लेखिदिनुपर्छ होइन भन्ने खालको अनुभवहरू पनि उहाँले सेयर गरेको पाउँछौँ। हामीले कोसिस गर्छौँ उहाँलाई सम्झाउनलाई। तर तपाईँको अनुभव कस्तो रह्यो? इज द्याट सो डिफिकल्ट अथवा होइन यो त जेनरली एसओपी भनेको त तपाईँको आफ्नो पोर्टफोलियोलाई एउटा रिटेन स्टेटमेन्टमा उतार्ने मात्रै त हो नि, along with the institution that you are going to study, सब्जेक्ट एरिया होला, कोर्स कन्टेन्ट्सहरू होला, अनि त्यसपछि फाइनेन्सियल कुराहरूलाई अलिकति इनपुट दिनु पर्यो, हाउ यु आर गोइङ टु फर्निश योर कस्ट ड्युरिङ योर स्टे भन्ने कुरा होला, अनि करियर प्लान भनेपछि त त्यस्तो टफ होइन, अलङ विथ द गाइडलाइन्स अफ द एक्सपिरियन्स टिम लाइक अस होइन। कस्तो खालको एक्सपिरियन्स रह्यो हजुरको? हजुर लाइक विथआउट एक्सपिरियन्स अब जेनरली मान्छेहरूलाई एसओपी त भन्छ तर कहाँबाट बिगिन गर्ने होइन, फ्रम वेयर यु बिगिन, अनि कहिलेकाहीँ अब कति कुराहरू मेन्सन गर्ने, कहाँसम्म डिटेल एक्सप्लेनेसन दिने त्यो आइडिया हुँदैन, जुन चाहिँ यहाँ अब यहाँको स्टाफहरूले सरहरूले होइन मजाले गाइडलाइन प्रोभाइड गरेर लाइक हामीले एसओपीहरू त्यही अनुसारको तयार गर्दा चाहिँ लाइक आई फाउन्ड इट मोर फार बेटर। हजुर हामीले सुरुमै पनि तपाईँको एप्लिकेसन गर्ने बित्तिकै नै एसओपी गाइडलाइन्स भनेर त्यो किसिमले एउटा टेम्प्लेट नै पनि प्रोभाइड गराइ हुन्छौँ ताकि विद्यार्थीले त्यहाँ एउटा दे क्यान स्टार्ट, समबडी क्यान स्टार्ट फ्रम द्याट स्क्रच, अनि पछि हामी टाइम टु टाइम त्यसलाई रिभ्यू गरेर त्यसलाई एउटा फाइनल स्टेजसम्म पुऱ्याउँछौँ ताकि त्यो कारणले गर्दाखेरि सबैलाई एकदम सहज वातावरण बन्छ। लाइक मान्छेहरूलाई अब आफ्नो बारेमै त हो खासमा, एसओपी त आफ्नै बारेमा हो होइन, तर हाउ यु प्रेजेन्ट, हाउ क्यान यु डेमोन्स्ट्रेट योरसेल्फ वेल होइन, हो त्यो त आइडिया हुँदैन होइन, जुन चाहिँ विथ लट अफ एक्सपिरियन्स अनि सरहरू लाइक विथ लट अफ कनेक्सन्स विथ how the rules and regulations of immigrations are followed. त्यो अनुसारले चाहिँ like without guidelines it is impossible, तर with proper guide चाहिँ you can do it. So going through the institutions, न्युजिल्यान्डमा 8 वटा युनिभर्सिटी छ, अहिले 15 वटा गभर्नमेन्ट कलेजहरू छ जसलाई आइटिपिज पोलिटेक्निक भनेर भनिन्छ। तपाईले भिक्टोरिया युनिभर्सिटी नै चुज गर्नुको कुनै स्पेसिफिक रिजन?
हजुर सर लाइक मेन त यो एउटा वेलिङटन क्यापिटल सिटीमै भयो लाइक द हेड अफ द कन्ट्री नै मानिन्छ होइन अनि अर्को रिजन चाहिँ इट्स वान अफ द भेरी रेप्युटेड एन्ड ओल्ड युनिभर्सिटी न्युजिल्यान्डकै अनि क्वालिटी एजुकेसन अनि प्लस कोर्स लाइक द कोर्स आई हेभ चुजन इज देयर सो like considering environment, its reputation, quality education, I chose Victoria University. Okay, so being the territory capital of the country, the Wellington, and then also the course that you were looking for, MPA, that is available. And also, I think you may have forgotten, Victoria University is the one that is offering up to $10,000 for the graduate students for 2025 and 2026 semester 1 intake. This could be another reason which may have influenced or maybe convinced you to choose to go to the Victoria University. Yes, definitely. Like because of this, the tuition fees are more affordable for the international students. So, so it's really sir. Definitely. All right, thank you, ma'am. डल्फिन एजुकेसनले न्युजिल्यान्डमा भएका अलमोस्ट सबै युनिभर्सिटिजहरू रिप्रेजेन्ट गर्छ डेफिनेटली तपाईँहरू पनि न्युजिल्यान्डमा अध्ययनको लागि केही परामर्श लिन चाहनुहुन्छ भने वी डु रिप्रेजेन्ट अल द युनिभर्सिटिज अलमोस्ट अल द युनिभर्सिटिज सो भिक्टोरिया इज वान अफ देम विच इज लोकेटेड इन वेलिङटन विच अमृता म्याम इज गोइङ टु स्टार्ट फ्रम नोभेम्बर 2025 सो रिसेन्टली न्युजिल्यान्ड गभर्मेन्टले केही कुराहरू चेन्ज पनि गरेको छ यो नोभेम्बर फर्स्ट विक अनवर्ड चाहिँ जुन वर्क राइट्स छ जुन न्युजिल्यान्डमा चाहिँ इन्टरनेसनल स्टुडेन्टले हप्ताको 20 घण्टा काम गर्न पाउने प्रोभिजन थियो त्यसलाई चाहिँ बढाएर 25 आवर्स पर विक बनाएको छ अब पिएसडब्ल्यू त यसै पनि थिँदै नै थियो 3 years पिएसडब्ल्यू फर द मास्टर्स ग्रेजुएट होइन अथवा ब्याचलर्स ग्रेजुएट अनि सँगसँगै चाहिँ अहिले त झन् न्युजिल्यान्डमा त यो मिडिए 2026 देखि माइग्रेसनको कतिपय कुराहरू पनि अझै उनीहरू कम्पेरिटिभली अझै लिनियन भएको हो कि अथवा लिबरल भएको हो कि अथवा त्यसले चाहिँ इन्टरनेसनल हाइली क्वालिफाइड मान्छेहरूलाई चाहिँ न्युजिल्यान्डमा आएर पढेर त्यहाँ अपर्च्युनिटिजहरू लिनलाई सहज वातावरण बनाउन खोजेको हो कि जस्तो बुझिन्छ हुन त यसको लागि चाहिँ हामीसँग इन हाउस लाइसेन्स इमिग्रेसन एडभाइजर पनि हुनुहुन्छ जसले तपाईँकै फ्यामिलीको एप्लिकेसन्सहरू प्रोसेस गर्दै हुनुहुन्छ अहिले होइन त्यो कारणले गर्दाखेरि चाहिँ त्यो पनि कारणहरू होला जसले चाहिँ तपाईँ जस्तै धेरै विद्यार्थीहरूलाई चाहिँ न्युजिल्यान्डमा गएर अध्ययन गर्नको लागि चाहिँ सायद प्रोत्साहन गरिरहेको हुनसक्छ होइन म्याम हजुर सर थ्याङ्क यू अमृताजी अब तपाईँसँगको मलाई लाग्छ यो तपाईँसँगको मेरो कन्भर्सेसनलाई त हामीले कन्टिन्यू गऱ्यो भने सायद होइन हामी त्यो कम्युनिकेसन कन्टिन्युसली नै गर्न सक्छौँ म आशा राख्छु यसरी नै तपाईँसँग फेरि पनि हामी न्युजिल्यान्डमा वेलिङटनमा आएर फेरि कुराकानी गर्ने वातावरण चाँडै नै मिलोस् अहिलेलाई चाहिँ यहाँलाई यो जर्नीको लागि शुभकामना दिँदै अनि यहाँको अनुभव कसरी सेयर गर्न चाहनुहुन्छ हुन त मस्ती गरि पनि सक्नु भएको छ सँगसँगै चाहिँ अब न्युजिल्यान्डमा गएर नेपालबाट न्युजिल्यान्डमा गएर अध्ययन गर्न चाहने विद्यार्थीहरूको लागि चाहिँ के भन्न चाहनुहुन्छ हजुर थ्याङ्क यू सो मच सर होइन फर्स्ट अफ अल त म लाइक एकदमै थ्याङ्कफुल छु डल्फिन एजुकेसन र यहाँको स्टाफहरूको लागि म एकदमै थ्याङ्कफुल छु कि उहाँहरूले लाइक एकदम प्रपर गाइड गर्नुभयो र मोस्टली यो चाहिँ एजुकेसनल नै फोकस्ड कन्सल्टेन्सी लाग्यो है मलाई चाहिँ मेरो पर्सनली भन्नुपर्दा नट अ प्रफिट मेकिङ कन्सल्टेन्सी लाइक मोस्ट अफ द कन्सल्टेन्सी हामीले पाउन सक्छौँ लाइक दे आर मोर कन्सर्न अन लाइक प्रफिट मेकिङ साइड होइन तर डल्फिन एजुकेसन चाहिँ लाइक प्रपरली लाइक स्टुडेन्टहरूलाई एजुकेसनकै लागि सजेस्ट गर्नुहुन्छ र आफ्नो प्रोफाइल अनुसारको कुन सब्जेक्ट्सहरू लाइक कुन सब्जेक्ट करियर गोल कस्तो छ त्यो अनुसारको गाइड गर्नुहुन्छ र अब आउने लाइक यहाँ आउने स्टुडेन्ट्सहरूको लागि इफ दे आर इन्ट्रेस्टेड फर न्युजिल्यान्ड होइन लाइक इफ यु वान्ट टु गो न्युजिल्यान्ड इट्स डल्फिन एजुकेसन भन्न चाहन्छु थ्याङ्क यू सो मच म्याम यहाँहरू पनि यसरी नै नेपालबाट न्युजिल्यान्डको युनिभर्सिटी कलेजमा गएर फर्दर स्टडी गर्न चाहनुहुन्छ अपकमिङ इन्टेक्समा भने डल्फिन एजुकेसन विगत लामो समयदेखि मैले अघि पनि भने फेरि पनि दोहोऱ्याएँ विगत लामो समयदेखि डल्फिन एजुकेसन नै एउटा एजेन्सी हो जसले न्युजिल्यान्ड अध्ययन सम्बन्धी एउटा इन्ट्रोडक्टरी एजेन्टको रूपमा नेपालमा स्टडी न्युजिल्यान्ड डेस्टिनेसनलाई इन्ट्रोड्युस गरेर आज 23 वर्षदेखि तपाईँहरूको सेवामा सधैँ तत्पर छ र त्यस कारणले हामी सँगसँगै चाहिँ न्युजिल्यान्ड लाइसेन्स एजुकेसन काउन्सिलर पनि हौ र हाम्रो टिम चाहिँ इक्वली क्वालिफाइड हुनुहुन्छ तपाईँहरूलाई परामर्श दिनको लागि चाहिँ र हामीले अघि अमृता म्यामले भने जस्तै
डेफिनेटली एउटा प्रफिट मोटिभ अर्गनाइजेसन भए तापनि हाम्रो पहिलो प्रायोरिटी भनेको कस्टमरको, विद्यार्थीहरूको पहिलो उहाँहरूको चाहिँ ओभरअल पोर्टफोलियो हेरेर के चाहिँ बेस्ट सुटेबल हुन्छ त्यो अनुसारले हामीले गाइड गर्छौँ। थ्याङ्क यू सो मच मेता म्याम, एकदमै रमाइलो कुराकानी भयो र तपाईँले आफ्नो अनुभव सेयर गरिदिनु भयो, मैले मेरो आफ्नो अनुभव सेयर गरेँ। मलाई लाग्छ यो चाहिँ हामी आउने विद्यार्थीहरूको लागि एकदमै इन्फर्मेटिभ हुनसक्छ। Thank you so much. हजुर, thank you so much, sir, for your time and for your guidelines as well. Thank you. If it's New Zealand, it's Dolphin Education.